हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ बिहान बिहानै कसैसँग भेट्न जानको लागि यति नै खुसी भइरहेछ र यति खुसी लाग्दैछ कि म कोहीसँग भेट गर्न जाँदैछु र को हो भिडियो चाहिँ फुल हेर्नु होला र गम पाउनुहुन्छ होला। सबैजनाको बिग फ्यान हुन पनि सक्छन् होइन। भिडियो चाहिँ फुल हेरिदिनु होला र गम पाउनुहुन्छ। म चाहिँ एकदम उसको बिग फ्यान हो र मेरो भाइ पनि हो। विशेष गरेर म भाइ गरेर मान्छु पनि र हेर्न सक्नुहुन्छ होला। अनि के छ भन्दै म पनि आइपुगिसकेँ विशाल भाइ घर। यहाँ हेर्न सक्नुहुन्छ होला। अनि के छ आज चाहिँ हामीहरू फाइनली विशाल घर आइपुगिसकेको छौँ र अस्तिबाट आउँछु भन्दै थियौँ। टाइम टेबल मिलेको थिएन र हामी विशेष गरेर मलाई चाहिँ बासँग हजुरबासँग भेट्ने एकदम मन थियो र म चाहिँ जान्छु भनेर मैले अस्तिदेखिबाट विशाललाई भनिरहेको थिएँ। जान चाहिँ पाएको थिइनँ र आज चाहिँ फाइनली म र रोहित भाइ भएर आइपुगिसकेको छौँ विशाल घर र धेरै राम्रो लाग्यो। बासँग भेटेर बातचित गरेर धेरै खुसी लाग्यो र विशाल भाइसँग पनि भेटघाट त हामीहरूको अगाडिबाटै भइरहेको र स्पेसली उनकै घरमा गएर चाहिँ भेट गरेँ। त्यति मलाई धेरै खुसी लाग्यो। अनि के छ गाइस यहाँ हेर्नु प्यारो भाइ राधे राधे र अस्तिबाट आउँछौँ भनेर आउन चाहिँ मिलेको थिएन। आज जुडो भगवान्ले जुडाएका थिएन होला। भाइसँग भेट भयो र हाम्रो यहाँ मेरो ढोलक मास्टर मास्टर र भाइ घर आएको छु मैले चाहिँ। यहाँबाट जान्छौँ फेरि क्लास छ के भन्दा तिम्रो डाइलग एउटा मार्दै अनि के छ खबर माफ फगाउनु बेहुली हाम्रो बाको माया है। मेरो मायाको कसैले सानो साधारण वस्तु भए पनि फेरि पनि उयो हेर्न आयो भने माया नमार्नु उठ्नु भयो। यही होइन मान्छे आशीर्वाद दिएको छ। तिमीहरूको सफल भएर जाओस्, अझै लाइक भएर जाओस्, अझै अगाडि मान्छेमा पुग्यो। मेरो मुरी आशीर्वाद है, पवित्र मुरी र अहिले चाहिँ हामीहरू बातचित गरिरहेछौँ र हजुरबाले हामीलाई सानो माया दिनुभयो। धेरै खुसी लाग्यो किनकि यति राम्रो लाग्यो कि धेरै राम्रो लाग्यो। यति राम्रो लाग्यो विशालको घरमा आएर हजुरबाहरूसँग भेट गरेर सबैजना फ्यामिलीसँग भेट गरेर धेरै खुसी लाग्यो। धेरै राम्रो लाग्यो र हामीहरू चाहिँ यहाँबाट चाँडोभन्दा चाँडो निस्किनु पनि छ किनकि हाम्रो पिछ बेला क्लास छ र त्यसको लागि चाहिँ हामीहरू एकछिनको टाइमको लागि आएको थियौँ र धेरै राम्रो लाग्यो। हजुरबाहरूसँग सबैसँग ठुले मम्मीहरूसँग सबसँग भेट भएर धेरै खुसी लाग्यो र फेरि भेट हुन्छ भन्ने आशले र आएर भेटघाट गरेर धेरै राम्रो लाग्यो र अहिले चाहिँ हामीहरू यहाँदेखिबाट जानेतिर लाग्यौँ। र गाइस मलाई चाहिँ बासँग एकदम भेट गर्ने मन थियो। भिडियो कलमा बोलेको थिएँ, आज रियलमा भेट भयो। धेरै राम्रो लाग्यो। कति राम्रो आनन्द लाग्यो मलाई पनि। अब फेरि पनि यो अञ्चल आयो भने नबिर्सिनु है। हुन्छ। अनि यहाँ विशाल चाहिँ आफ्नो काम गरिरहेछन्, आफ्नो ड्युटी। भाइ यहाँ हुनुहुन्छ दिदी विशालको फुपू ठुले मम्मी बहिनी यता। धेरै राम्रो लाग्यो। सबजना फ्यामिलीसँग भेट भयो। अनि के छ भनेर अब हामी पनि निस्किनु पर्यो। हाम्रो ड्युटी छ अहिले। यहाँ हाम्रो भाइ बाई बाई। र भाइसँग भेटघाट गरेर धेरै राम्रो लाग्यो र धेरै कष्ट गरिरहेछन् भाइले। सबैजनालाई गएर साथ दिनु होला र भाइले चाहिँ धेरै माया गरिदिनु होला र राम्रो कन्टेन्ट बनाउँदैछन्। सबैजनालाई साथ दिनु होला र तपाईँहरूलाई मेरो भिडियो हेरेर कस्तो के लाग्छ कमेन्टमा गएर भनिदिनु होला। र आजको भिडियो चाहिँ यति नै थियो। फेरि पनि नेक्स्ट भिडियो लिएर तपाईँहरूको बिचमा आउँछु र तपाईँहरूलाई भिडियो कस्तो के लाग्छ भनिदिनु होला। र अहिले चाहिँ हाम्रो फेरि आफ्नो क्लासतिर जानेतिर लागेको। आजलाई चाहिँ यति नै। बाई बाई। थ्याङ्क यू फर वाचिङ।